नमस्कार। आज हामी पाल्पा यात्राको क्रममा छौँ। हामी कालीगण्डकी चोक गैंडाकोट कालीगण्डकी चोकबाट पाल्पा यात्राको लागि तय गर्दैछौँ। लगभग हामी 20-22 किलोमिटर जति अगाडि आइसक्यौँ। अहिले चाहिँ हामी बुलिङटार 25 किलोमिटर, ढाडबेसी 10 किलोमिटर छ। यो तल पर देखिएको बाटो वहाँ त्यो छेउ जाने हो। अब हामी यो यात्राको क्रममा छौँ। अहिले लगभग कति बजे? 10-11 बजे, लगभग 11 बजेको अवस्था छ। आज हामी हाम्रो परिवार सहित पाल्पा यात्राको क्रममा बाटोमा खिचिएको तस्बिर हो यो। हस् त, धन्यवाद, नमस्कार। अब अरू पछिको अपडेटहरू गराउँदै जानेछौँ। हस् त, यसलाई बिदा हुन्छु। आज लगभग 25-30 किलोमिटर हिँडेपछि अहिले हामी कोखेटार भन्ने ठाउँमा आइपुग्यौँ। यतापट्टि चाहिँ यो चाहिँ काउसुदीबाट आउने बाटो रहेछ। यो काउसुदीबाट आउने बाटो रहेछ। यो अलिकति अफरोड रहेछ। त्यसपछि यतातिर चाहिँ साना होटलहरू छन् यहाँ खाजा नास्ताको लागि। त्यसपछि एउटा रम्बादेवी प्राथमिक विद्यालय भनेर बुलिङटार 4 कोखे कुसुन्डेटार नवलपरासी वर्षपूर्व भन्ने ठाउँ चाहिँ यता रहेछ। थोरै जुम गरेर देखाऊँ है त, जुमै रहेछ रहनु चाहिँ। त्यसपछि अब गाडीहरू यता रामपुर पाल्पा जानको लागि रेडी अवस्थामा छ। यता साना होटलहरू छन्। यहाँ चौतारोमा हामी एकछिन रेस्ट गर्दै बसिरहेको छौँ। थकाइ लगभग 35 किलोमिटर को यात्रा तय गरेपछि अहिले हामी एकछिन रेस्टमा छौँ। यो चाहिँ कोखेटार भन्ने ठाउँमा। अब हामी एकचोटि यहाँ चाहिँ ऋषि अर्यालको परिवारलाई पर्खाइमा, उनीहरूको पर्खाइमा छौँ। हाम्रो बाबुले चाहिँ भोक लाग्यो, चाउचाउ किनिदिनु भनिरहेछ। अब एकछिनमा चाउचाउ पनि खानियो। हस् त, धन्यवाद। जाम टोपी हो मेरो। यसो गर्दा कसो हुन्छ भाइ? हजुर, भोलि बिहान हजुरहरूको लागि बाहिर माछा बनाउनु हजुरले खाना खाएर निस्क्नु होइन? अनि भोलि हजुरहरू उता बसाइ हुन्छ नि त। भोलि अब एक दिन टाइम त त्यता राम्रै हो। त्यहाँबाट हजुरहरू काउले डाँडा भनिसक्यो। त्यहाँबाट लगभग बाइकमा 1 घन्टा जति लाग्छ। त्यहाँबाट गयो भने कति रमाइलो ठाउँ छ नि। इलामको झल्को देखिन्छ, यस्तो राम्रो। त्यहीँबाट जाने हो गल्लाबाट। भोलिको दिन हजुरहरू त्यता जानु गर्नु कि यहाँबाट आज हिँड्ने होस्, यताउता पनि हिँड्ने होस्। ल
हामीले चालेको हो कि हामीले यताउता डुलाएको हो? होइन यतैबाट हो। किन रौन हाल्यो? हेर त मामाले के गरेको जिउ गर्दै नमस्कार गर्दै मामाले मम्मी चाहियो, मम्मी चाहियो। जति सक्दो छोटो बाटो छोटाउने हो। पाल्पा आमा यो बाबु भिडियो भिडियो आमा आमा कति सानो हो त यो सानो हुँदा पाल्पाका खेत धानै धान गोठ अनि यो पाल्पा मिलमा जाँदा अघि के लाएर जान्छ नि धुलो धुलो यो त हाम्रो म्याडमहरू रेडी हुनुहुन्छ है। ल यो आज बिहानको नास्ता बेली रोटी हो, सबैले रोटी खाइरह बिहान उसमा। आज आज हाम्रो तेस्रो दिन होइन, एक दिन पनि भएको जस्तो लागिरहेको छ। ल अब अहिले हामी हुङ्दी खोलाको पुलमा गल्याङ जाने बाटोको पुलको बिचको भागमा छौँ। हामीले अहिले ऋषि अर्यालहरूलाई कुर्दै हो। यतापट्टि चाहिँ हाम्रो म्याडम हुनुहुन्छ, यो चाहिँ लगभग मुलिनी पुल जस्तै उताबाट हाम्रो सर सम्पन्न सर आउँदै हुनुहुन्छ, पुरै स्पिडमा हुनुहुन्छ उहाँ।
स्पिडमा हुनुहुन्छ। ल अहिले हामी चाहिँ गल्याङ जाँदै, अब गल्याङ पछि रानीमहल, अनि त्यसपछि शिला, ठुलो शिला, यो नेपालकै सबभन्दा ठुलो शिला, कालो शिला छ त्यहाँ छ। तलपट्टि चाहिँ एकदम निलो पानी, निलो हो कि हरियो, निलो पानी होइन र, निलो पानी छ ठ्याक्कै। ल अहिले हामी चाहिँ यस्तो छ। आज दोस्रो दिन भयो कि तेस्रो दिन भयो? आज तेस्रो दिन हो। ल आज तेस्रो दिन, आज तेस्रो दिन छठको दिन पनि हो चाहिँ। आज छठ पूजाको समय, बिदाको समय पारेर टुर जाँदैछौँ। ल उताबाट चाहिँ ऋषिहरू आउँदैछन्। ल तल जान पाइन्छ? कहाँबाट जान दिन्छ? त्यो उतापट्टि जस्तो त्यो बाँध जस्तो बनाएको नि, त्यो उतातिर चाहिँ हामीलाई जान दिन्न। यताबाट यति गरेर एकदम सायद अब अलिक दिन गरा ल अहिले हामी मिर्मी मुनि काली थुनेको तलपट्टि पुरै ड्याम देखिरहेछ। यहाँबाट बिजुली निकालेर कहाँ लगेर कता गरेर कता गरेको त फेरि कता लगेको? मिर्मी मुनि काली थुनेको हेलो हेलो। ए यहाँ इन्ट्री बनाएर जाने है क्या, भित्र सबै जान पाइन्थ्यो। यहाँ हामी अब अहिले यो चाहिँ कालीगण्डकीको ड्याम वारीपट्टि आएपछि अब यसपछि चाहिँ पारीपट्टि हामीले जो देखिएको बाटो छ त्यो बाटोको सिधै त्यता गएपछि त्यसपछि त्यो ठुलो शिला, लगभग एसियाको सबभन्दा ठुलो शिला, हामी त्यहाँ जान्छौँ। उतापट्टि देखेको त डाँडो छ, त्यो डाँडाको मुनिपट्टि पुग्नुपर्ने रहेछ। अब हामी लगभग 15 किलोमिटरभन्दा बेसी होला कि बढी छ होला, 15 किलोमिटरभन्दा बढीको बाटोको यात्रा अब फेरि सुरु हुन्छ। अब खाना चाहिँ कहाँ खाने थाहा छैन, अब बाटा जाँदा जे पाइन्छ त्यही खाँदै हिँडिरहेछौँ है। हामी कालीगण्डकीको ड्यामको अगाडि बढ्दैछौँ। यो रेड लाइट एरिया भन्दा उतापट्टि चाहिँ जान हुँदैन भनेर भन्नुभएको छ। तलपट्टि यस्तो खोला देखिएको छ, नदी। यतापट्टि चाहिँ ड्याम बाँधेर पानीलाई चाहिँ सङ्कलन गरिएको छ। यो एकदम गहिरो, यहाँ त कति गहिरो खोइदैन।
भन्नु त गर्नु ल आज तीनमुखे पुल पनि आयो तीनटा मुख अरे तीनटा पुल भएको एउटा पिल्लर भएको तीनटा उ भएको अब हामी काठमाडौँ भन्ने भाइ हेलो 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 यो यता पर्वत यता बागलुङ यता गुल्मी हो कि के हो तीनटा जिल्ला जोडेको क्या यो पुलले अहिले हामी त्यहाँ गएपछि बिचमा हुन्छ हाम्रो फोटो नै हाल्नु न बुढो त्यसो तीनमुखे पुलको ल कति छिटछिट हिँडेको रुरु क्षेत्र धाम तपाईहरुलाई हार्दिक स्वागत गर्दछ। यदि तपाईँ सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ जननी जन्मभूमि स्वर्गदेवी गएपछि पाल्पा ल यता पाल्पा रहेछ पाल्पा ऋषिकेश मन्दिर अनि त्यसपछि यता ऋषिकेश मन्दिर यो तीनमुखे पुल परिसरमा जथाभावी कोर्न लेख्न आफ्नो स्वार्थ र महत्त्वका विज्ञापनहरू राख्न मनाइ छ। यता स्याङ्जा हाम्रो जिल्ला यता स्याङ्जा अनि त्यसपछि हनुमान स्थान दर्शन गरौँ ल यता एउटा हनुमान रहेछ यता शिवालय दत्त पार्क यो चाहिँ तीनमुखे पुल यहाँबाट 18 किलोमिटर रहेछ जम्मा कहाँ केटानी मल कताबाट जाने ऊ यहीँबाट यसरी जाने ऊ सरहरू भर्खर चितवनकै सरहरूको भर्खर जानु सोधेको हामी उहाँ गएर आएको 18 किलोमिटर रानी महल पुग्नु पर्यो 18 त्यहाँ रानी महलबाट फेरि अनि त्यहाँबाट फर्किनलाई कति बेर लाग्छ ल है ल अब अहिले चाहिँ बेलुका लगभग 5:15 बजिसक्यो। अब यो रानी महलमा आइपुग्यौँ हामी तानसेनको रानी महल पाल्पाको रानी महल पाल्पाको रानी महलमा यतापट्टि छेउमा यो के नदी हो यो कालीगण्डकी नै हो ओके छेउमा कालीगण्डकी छ अनि यतापट्टि चाहिँ रानी महल छन्। पहिला अब कुनै बेलामा यिनी चाहिँ रानी चाहिँ यहाँ बसेको भएर रानी महल भनेको हुनसक्छ। ल जाम
परसन्न मान भयो परसन्न यही हो पूर्वी दर्शन यो चाहिँ हामी कोठाभित्र छौँ। रानीले प्रयोग गरेका सामानहरू चाहिँ यहाँ छ, राखिएको छ। सङ्ग्रहालय रहेछ। अहिले हामी कालीगण्डकीको यो ड्याममा चाहिँ माथिपट्टि यो रेड लाइट एरिया भनेको यो रेड लाइट एरिया जहाँ छ त्योभन्दा उता चाहिँ जान पाइएन। अहिले चाहिँ यो खोला अहिले यो कालीगण्डकी खोला यति कञ्चन छ, यति कञ्चन त्यहाँ हुन्छ कि ल। अब अहिले चाहिँ हाम्रो साह्रै भोक लाग्यो भनेर हाम्रो सुरिन अर्याल जी पनि यता हुनुहुन्छ, लाज मान्छ केही गर्नु जान पाइएन है। लैजाम ल। हाम्रो जम्बुडोली कता हो। यो अहिले हामी कालीगण्डकीको ड्याम माथिपट्टि गएर छौँ। निकालिदिएर लगाइदिए झन्। बुढीमा कता हो? हजुर यतै छु म। ए यता पुगेछु ल। पहिला हामी बसेको थिएँ, पछि चाहिँ घर बनाएर बस्यो। अहिले कहिले काहीँ आउँदाखेरि बस्छु। त्यो चाहिँ बुवा पहिला कहिले काहीँ आउँदाखेरि बस्ने यही हो। यहाँ त अब कसरी बस्नु। ए यहाँबाट त पुरै फाट देखिँदैछ। अनि बुवाको खेतहरू यिनीहरू हो नि, केराबारीसम्म केराबारी भएको भन्दा एउटा माथि एउटा त्यो माथिको बोडी सरसासमा ल माथि यहाँबाट बोडी सरसास त्यहाँ कसरी ए पुरो बाँध भयो। छैन होला अलि अगाडि मैले ओ यो त रानी अलि यतापट्टि एउटा हेर त्यहाँबाट हेर यता मामा हेर रानी मल टाइप म फल्न त्यति बेला आर्मी थियो।
यो गयो झ्यालटुङ जान्छ झ्यालटुङबाट हामी झरेको बाटो झऱ्यो जति बेला अब उति बेला हामी गएको थियौँ नि तिमी त हो नि तपाईँको आमा तिमी म के बेला परेको थियो होइन मिताल गएर बस्यो भनेर गर्नुभयो नि कहाँ के यसो भन्ने सिलसिलामा ए लो त्यो फाल्दो झिक्दिन फाल्छ अब फाल्छ त्यो काम भयो भने नाति हुन्थ्यो अब आउनु जान्छु दिशामा ल यस्तो तपाईँ त राय समाल हो क्या के भन्छ रामपुर पुगेपछि अगाडि यस्तो नजारा देख्न पाइएको छ। त्यहाँ अगाडि ठुलो पुल छ, त्यसको अगाडि झलुङ्गे पुल पनि छ एउटा। बाइकबाट सरल चिसो हामी रामपुर प्रवेश गरिसकेका छौँ। यहाँ पहिरो आउने क्षेत्र हो यो, यहाँ पहिरो आउन सक्छ, अलि होसियार भएर जानुपर्छ। यहाँ चाहिँ बाटो एकदम खराब छ। यहाँ रामपुर प्रवेश गरेपछि यहाँ बाटोमा रहिरहेको छ जेसीबी। त्यहाँ भेडा बाख्राहरू आइरहेका छन्। यता होइन, सिधै होला। त्यहाँ एउटा ठुलो झलिलो पुल छ। अस्तिमा आउँदा खै कुनै के आउँदैन पुल भने। अब पाल्पा यसको पारी चाहिँ तनहुँ छ। कालीगण्डकी नदी पनि हामी सँगसँगै यात्रा तय गरिरहेको छ। यति ठुलो डाँडा। अब स्याउली बजार पुगिसकेका छौँ हामी। ड्रैगन फ्रूट बाटो कुनै ठाउँ राम्रो छ, कुनै ठाउँ नराम्रो छ। जस्तो भए पनि हामी पाल्पा जाँदैछौँ।
जङ्गल जस्तो छ। त्यहाँ हेर्नुहोस् गाईहरू। हामी अहिले रामपुर पुगिसकेका छौँ। रामपुर म्युनिसिपालिटीको एउटा गेट छ। अब हामी रामपुरमा प्रवेश गर्दैछौँ। अब हाम्रो यात्रामा पाल्पा त पुगिसक्यौँ। हाम्रो फाइनल ठाउँमा जानु बाँकी छ।